राम्रो कि म राम्रै गुराँस नानी चाहिँ राम्रो हो यो सबै दुःख केको लागि गुराँसको लागि देउरालीमा बतास चल्यो सो हेलो एन्ड नमस्ते एभ्रिवान। आज चाहिँ हामी जाँदैछौँ हाम्रै आफ्नै गाउँमा रहेको गढीथुम्का। अस्तिको भिडियोमा मैले त्यहाँ माथि हाम्रो गाउँदेखि माथि देखिने चाहिँ गढीथुम्का हो हाम्रो ठाउँको घुम्ने ठाउँ भनेर देखाएको थिएँ। अब आज चाहिँ म मेरो यो कहाँ गएँ यसलाई लिएर कहिले पुग्नु होइन पुग्न चाहिँ तर पनि हामी जाँदैछौँ गाइज। अब चाहिँ हामी जान्छौँ यसमा आउटफिट यो चाहिँ हाम्रो गाउँको गेट हो होइन अनि यो गेट चाहिँ हाम्रो बजेट अब यस्तै हो। हाम्रोतिर चाहिँ धेरै विकास हुन खोज्छ तर पनि हुन सक्दैन। यो चोटिको चुनावमा मेरो भोट परिवर्तनको लागि भनेर म त्यसै भन्दिनँ। सो गाइस त्यहाँ मेरो बहिनीको पारा हेर्न सक्नुहुन्छ तपाईँहरू। यस्तो छ पारा चाहिँ अनि हामी जाँदैछौँ। ल अब म बिचबिचमा तपाईँहरूलाई हामी कसरी जान्छौँ भनेर देखाउँदै गर्छु है त। हिँड्दैछौँ गाइस। यो हिँड्न नसक्दा हैरान भइसक्यो तर हिँड्दैछु फटाफट। 1 घन्टा लाग्छ होइन गाइस माथि पुग्न चाहिँ। हामी रातो माटो खन्न आउँथ्यौँ पहिले अहिले पनि आउँछौँ ताल परेन तर अहिले चाहिँ अब त्यस्तो धेरै माटोले पोत्नु पर्ने जरुरत छैन। त पनि हामी त्यहीँ घर छेउकै माटो खाउँछौँ अहिले त त्यस्तो छ। कति पछि आएको म 2 वर्षपछि आएको। हामी चाहिँ आइपुग्यौँ गढीथुम्का। यो बिचारा रुन आँटेको छ गाइज। अब हामी जान्छौँ। अहिले चाहिँ यो चैत वैशाख भएर होला फागुन चैत भएर पुरा यो बरको चाहिँ पात झरिरहेको छ होइन। अनि यसलाई चाहिँ यही हो हाम्रो गढीथुम्का मेरो हुर्केको ठाउँ हो गाइज। यो चाहिँ तर पनि अब नआएको कति वर्ष भयो। यो के हो चिन्ने मान्छेले चाहिँ कमेन्ट गर्नु होइन भन्छ लु जान्ने। अनि त्यहाँदेखि हामी चाहिँ उता तलको ट्याङ्की चाहिँ नि गाइस हाम्रोतिर जाने लिफ्टिङको पानी हो होइन। अनि त्यहाँनिर चाहिँ हामी आएर श्रमदान गर्दा गरेर बनाएको पानी नै आयो। लाली गुराँस उता लाली गुराँस फुलेको छ है कहाँ छ ल। यो चाहिँ त्यही लाली गुराँस मात्रै हेर्न आएको हो। अनि हामीले यहाँनिर पहिले चाहिँ यो यस्तै थियो यो जातको त्यही त्यसरी हामी चाहिँ नाम लेख्थ्यौँ क्या पहिले साथीहरूसँग आउँदाखेरि आफ्नो नाम लेख्थ्यौँ। अनि कस्तो त्यो दिनहरू सम्झिँदाखेरि मैले मेरो सबैजना साथीहरूलाई चाहिँ एकदमै धेरै मिस गरेको छु। ल गाइज यो हाम्रो गाउँ चाहिँ कहाँदेखि देखिन्छ भने हामी कहाँदेखि आएको भनेर म देखाइदिन्छु। हामी चाहिँ तल गाउँ देखिरहेको छ नि गाइज। यहाँ छ हाम्रो गाउँ चाहिँ त्यहाँदेखि आएको हो हामी चाहिँ होइन। अनि यस्तै छ गुराँस छ यहाँ चाहिँ त्यति एउटा मात्र बोट हो। यही एउटा बोट मात्रै रहेछ। गुराँस पनि मासिसकेछ हाम्रो गाउँमा चाहिँ। त्यही त यहाँभरि पुग्छौँ रातै भएर। आकाश चाहिँ आज यस्तो राम्रै देखिरहेको छ। यो चाहिँ हाम्रो मोडल आजको नक्कली 3 घन्टा लाग्यो लिटुक पर्नु। यो गुराँस त्यहाँ माथिदेखि हेर्दाखेरि जति सजिलो ठाउँमा थियो यहाँ आइपुग्दाखेरि त्यति धेरै सजिलो ठाउँमा रहेन रहेछ साथी हो। त्यहाँनिर जानको लागि चाहिँ त्यहाँदेखि झन्डै एकचोटि पछाडि म अब यहाँ आएर चित्तै मात्रै हेरेर मात्रै चित्त बुझाउने बेला भयो। तर पनि एकचोटि बाबुको छोरी हो म हात भन्दिनँ भन्दै जान्छु। बहिनी पहाड हो यो सर्प पाउँदैन। यहाँदेखि यस्तो छ बाटो कहाँदेखि जानु त्यहाँ गाइस यस्तो देख्छ बाबा नाइ भयो
भएको तपाईँले एउटा टिपेको झर्न तारेको आएको छैन यो सबै कसको लागि भन्दाखेरि ओन्ली फर मी गाइस मेरो साथी मेरो दिदी मेरो फुपू चाहिँ एकदम सक्षम हुनुभएछ गुराँस टिप्नमा गुराँस चाहिँ त्यहाँ तल भिरतिर गयो कि गाइस अनि कपाल सपाल खोलेर फाल्यो है म चाहिँ जाँदैछु अब गुराँस लिन ल यो सबै दुःख केको लागि गुराँसको लागि ओइ तेरो यहाँ भावना नभएको म हेरेर मात्र जान्थे फाइनली हामी चाहिँ 3टा गुराँस बटुल्न भेला टिप्न सफल भयो मेरो हबिगत भयो आइया रे खै अनुहार देखाइदियो गाइस गुराँस राम्रो कि म राम्रै गुराँस यति गरिसकेपछि अब त्यहाँ देखेको त्यो प्लान्टहरू तपाईँले निकाल्नु पर्ने हुन्छ होइन अनि मस्त निकालिसके पछाडि चाहिँ अब गुराँस देखाउँदै हामी लाग्छौँ घरतिर त्यति धेरै गुराँस हुँदा पनि यति मात्रै टिप्न सक्यौँ यत्रो सङ्घर्षको बाद गुराँस चोर 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 कस्तो डर पकडेको छ यार अब चाहिँ हामी यसरी फुलसुल बोकेर घरतिर लाग्दैछौँ भर्खर झऱ्यौँ होइन यो चाहिँ टावर छ गाइस यहाँ त्यो एनसिएल एनटिसीको दुइटैको टावर छ नेट अनि हाम्रोमा त नेट चल्छ नि त गाइस हामी सबै गएको चटपटे खायो भने चाहिँ हामी अब चाहिँ हामी ललिपप खाँदै खाँदै फर्क्यौँ गुराँस बोकेर एउटा गुराँस एकजना अङ्कलले माग्नु भयो अनि मैले दिएँ यसको चप्पल पनि चुट्यो गाइस केही छैन घर आइपुगिसकेपछि चाहिँ मस्त बस्छु भनेको फेरि भाउजूले बारीतिर बनाउनु गएको पुरा जोत्दै हुनुपर्छ मलसल सकेर मेरो भाउजू फेरि यति धेरै कामकारी हुन्छ कि अनि यति काम सकेर घाँस बोकेर हामी चाहिँ लाग्यौँ बाई बाई गाइस सी यू इन माइ नेक्स्ट भिडियो तेरो मामा ल दादा हामी घर आइपुग्यौँ ललिपप पनि सकिन होला फाइनल्ली एउटा ललिपप सकिराखेर हामी घर आइपुग्यौँ मेरो लुगाले वेलकम गरिरहेछ खानु